हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ अनि आज चाहिँ म सिलगढी आएको छु अनि म यहाँ मोनिका दिदीको रुममा आइपुगेको छु भर्खर हो। अन्त यहाँनिर चाहिँ आन्टी पनि हुनुहुँदो रहेछ। अन्त आन्टीलाई भेटेर हामी चाहिँ गफ गर्दै बसिरहेको थियौँ। दिदीहरू चाहिँ अहिले चाहिँ क्लास जानुभएको रहेछ मोनिका दिदी चाहिँ। अन्त अरू दिदीहरू चाहिँ आफ्नो आफ्नो ड्युटीमा जानुभएको रहेछ हो। हामी चाहिँ पर्खिरहेको थियौँ यहाँनिर। हामी चाहिँ मोनिका दिदीहरूलाई पर्खेर बसिरहेको छु। यहाँनिर चाहिँ हाम्रो दिदीले चाहिँ नानीहरूलाई चाहिँ सानो एक्सन सिकाउनु हुँदैछ हो। अनि हामी यसरी नै यहाँनिर रमाइलो गऱ्यौँ। यहाँनिर देखिसक्नु भएको छ है। यहाँनिर चाहिँ उहाँहरूकोमा चाहिँ एउटा बस्ने घर जग्गा पनि छैन है। तर पनि यति धेरै मिलेर बसिरहेको छ अनि यति धेरै खुसी भएर बसिरहेको छ है। अनि हामीलाई यहाँनिर आउँदाखेरि चाहिँ हामीलाई एकदमै खुसी लागेको छ। हामी छुट्टी यहाँनिर चाहिँ हामीले चाहिँ सुप पर्खिरहेको थियौँ अनि सुप चाहिँ एकदमै ढिलो गरिदिएको थियो नि त हो। अन्त चाहिँ हामीले सुप पर्खिरहेको थियौँ। त्यही भन्दै थिएँ एकदमै सुनेको छैन रहेछ, केही भोइसै आएन रहेछ। सुप कस्तो लाग्यो तपाईँहरूलाई? लु भनिदिनु। आज यत्रो वेट गरेर अब चाहिँ हामी छुट्टी भाइ त सब्जी बिक्री भएको छैन रहेछ। हामी चाहिँ अहिले दार्जिलिङ मोडमा छु हो। अन्त आज चाहिँ हाम्रो सानो काम थियो, त्यो कामहरू हामीले गरिसकेर चाहिँ अब हामी निस्केको सबैजना हो। हामी लास्ट
पुच्का खान आँटेको हो अन्त पुच्का खाएर चाहिँ अब हामी छुट्टिन्छौँ आज कस्तो फिल भयो एकदमै मजा आयो अब चाहिँ हामी घर जान लागेका छौँ रात पनि परिसक्यो अब लास्ट अन्तिम भेटाइ हो है हामी त अब भेट्छ नि कलेजमा दिदीहरू अब हामीले खाएको यतापट्टि हेऱ्यौँ यो चाहिँ हो यो कुन चाहिँ हो यो चाहिँ हो नर्मल पानी यो चाहिँ पुदिना पुदिना लसुन पनीर लसुन पनीर बेटा छोटे देगा सबैलाई हुन्छ आजको हाम्रो दिन चाहिँ यसरी नै बित्यो तपाईँले देखिसक्नु भएको छ हामी चाहिँ कहाँ गएर आएको भनेर अन्त मेरो भिडियो मन पर्यो भने लाइक सेयर एन्ड कमेन्ट गरिदिनुहोस् मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्नु पनि नभुलिदिनुहोस् है ल अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो अनि आजको लागि चाहिँ यति नै अनि फेरि पनि म अर्को भिडियो लिएर आउनेछु अनि तब तक के लिए बाई बाई